नमस्ते। आज हामी नेपाल सरकारले हालै सार्वजनिक गरेको आर्थिक स्थितिपत्रको गहिराईमा पुग्नेछौं। यो एउटा रिपोर्ट मात्र होइन, देशको आर्थिक स्वास्थ्यको ऐना हो, जसले हामी अहिले कहाँ उभिएका छौं र अब कुन बाटो हिँड्नुपर्छ भन्ने कुरा छर्लङ्ग पारेको छ। ल, सुरु गरौं। यो विश्लेषणको सुरुवात अर्थमन्त्रीकै यो एकदमै मार्मिक भनाइबाट गरौं। यसले समस्याको जड कहाँ छ भनेर सिधै औल्याउँछ। कुरा के हो भने हामीसँग स्रोत र सम्भावनाको कुनै कमी छैन, तर सोच, अठोट र सुशासनमा हामी चुकिरहेका छौं। आजको हाम्रो छलफलको केन्द्रबिन्दु पनि यही हो। पहिलो खण्डमा आउनुहोस् हेरौं यो स्थितिपत्रले कसरी अर्थतन्त्रको एक निर्मम तर एकदमै आवश्यक आत्ममूल्याङ्कन गरेको छ। यो विगतका कमजोरीहरूलाई स्वीकारेर नयाँ दिशा समात्ने एउटा साहसी कदम हो। यो पत्रको मूल उद्देश्य भनेकै यही हो, समस्यालाई गलैँचा मुनि लुकाउने होइन, बरु तथ्य र तथ्याङ्कसहित बाहिर ल्याउने, ताकि अब बन्ने नीतिहरू अनुमान वा लहरमा होइन, वास्तविक धरातलमा टेकेर बनुन् र देशले एउटा दिगो संरचनात्मक सुधारको बाटो समात्न सकोस्। अब लागो दोस्रो खण्डतिर। यदि हामीले देशको अर्थतन्त्रलाई एक व्यक्तिको स्वास्थ्यसँग तुलना गर्ने हो भने यसमा के कस्ता लक्षणहरू देखिएका छन् त? यो रिपोर्टले केही गम्भीर चेतावनीका सङ्केतहरूलाई औल्याएको छ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण लक्षण हो आर्थिक वृद्धि। पछिल्लो 10 वर्षको औसत हेर्ने हो भने हाम्रो आर्थिक वृद्धि दर जम्माजम्मी 4.2%मा सीमित छ। विकासको तीव्र गतिमा दौडिनुपर्ने देशका लागि साँच्चै भन्नुपर्दा यो एकदमै सुस्त र अस्थिर गति हो। र त्यो सुस्त गतिको असर कहाँ पर्छ त? सोझै जनताको जीवनमा। देशमा बेरोजगारी दर 12.6% छ, तर त्योभन्दा पनि डरलाग्दो कुरा हाम्रा युवाहरूमा यो दर 22.7% छ। यसको मतलब हाम्रो सबैभन्दा ऊर्जावान जनशक्ति, जसलाई हामी डेमोग्राफिक डिभिडेन्ड भन्छौं, त्यो खेर गइरहेको छ। अनि हामी एक्लै मात्र पछाडि परेका होइनौं। हाम्रा छिमेकीहरूसँग तुलना गर्दा पनि हाम्रो अवस्था कमजोर देखिन्छ। जहाँ दक्षिण एसियाको औसत वृद्धिदर 6% को हाराहारीमा छ, हामी त्योभन्दा निकै तल छौं। यसले हाम्रो प्रतिस्पर्धात्मक क्षमतामाथि नै गम्भीर प्रश्न उठाउँछ, होइन र? अरू लक्षणहरू पनि उत्तिकै चिन्ताजनक छन्। जस्तै सम्पत्ति शुद्धिकरणमा राम्रो काम गर्न नसक्दा देश फेडको ग्रे लिस्टमा पर्ने खतरा बढेको छ। यस्तो भयो भने हाम्रो अन्तर्राष्ट्रिय वित्तीय कारोबारमै ठूलो असर पर्न सक्छ। भ्रष्टाचारको अवस्था त झन् के भन्नु, 100मा 34 अङ्क मात्रै छ। हामी चाँडै अति कम विकसित देशको सूचीबाट बाहिरिँदैछौँ, तर त्यसपछिका चुनौती सामना गर्न हाम्रो आर्थिक आधार फिटिक्कै बलियो छैन। अनि माथिबाट देशको ऋणको भारी पनि लगातार बढ्दो छ। ल, लक्षणहरू त थाहा भयो, तर रोगको खास जड के हो त? रिपोर्टले गरेको निदान अनुसार हाम्रो समस्या स्रोत वा पैसाको अभाव होइन, बरु हाम्रो प्रणालीभित्रै गहिरोसँग जरा गाडेर बसेको संरचनात्मक कमजोरी हो। रिपोर्टले औल्याएको मुख्य रोग हो पहुँच आधारित अर्थतन्त्र। यो भनेको के हो भने यहाँ व्यवसायमा सफलता पाउन नयाँ सोच, नवीनता वा कडा मेहनतले भन्दा पनि राजनीतिक वा प्रशासनिक पहुँचले बढी काम गर्छ। जसको शक्ति छ उसैले अवसर पाउँछ। यसले गर्दा वास्तविक र इमान्दार उद्यमीहरू त पाखा लाग्छन्। यो तुलनाले त पुरै कथा नै भन्छ। एकातिर मूल्य सृजना गर्ने अर्थतन्त्र हुन्छ, जहाँ नयाँ आइडिया र दक्षताको कदर हुन्छ, जसले नयाँ उद्यमीलाई स्वागत गर्छ। अनि अर्कोतिर छ हाम्रो अभ्यास, पहुँच आधारित अर्थतन्त्र, जहाँ कामभन्दा पनि चिन्जान र पहुँचको बोलवाला चल्छ। रिपोर्ट भन्छ यही दुई प्रणाली बीचको लडाईले नै हामीलाई पछाडि पारेको हो। र यस्तो पहुँचवाला प्रणालीको अन्तिम नतिजा के हुन्छ? शासकीय सङ्कट। जब नियम कानून व्यक्ति हेरेर लागू हुन्छन्, तब न स्वदेशी लगानीकर्ताले पत्याउँछन् न विदेशीले। परिणामस्वरूप हाम्रो अर्थतन्त्र एउटा यस्तो अनुत्पादक चक्रमा फस्छ जहाँबाट निस्किने गाह्रो हुन्छ। तर कुरा निराशाजनक मात्रै छैन। राम्रो कुरा के हो भने यो रिपोर्टले रोगको निदान मात्रै होइन, उपचारको बाटो पनि देखाएको छ। अब चौथो खण्डमा नेपालसँग भएका ती विशाल तर प्रयोगमा नआएका अवसरहरूबारे कुरा गरौं, जसले हाम्रो अर्थतन्त्रलाई कायापलट गर्न सक्छन्। रिपोर्टका अनुसार यी 5 क्षेत्रहरू नेपालको आर्थिक रूपान्तरणका शक्तिशाली इन्जिन बन्न सक्छन्। जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि र पूर्वाधार। यी क्षेत्रमा हाम्रो देशको अपार सम्भावना लुकेर बसेको छ। एउटा उदाहरण हेरौं न।
ऊर्जा क्षेत्र। नेपालसँग 83,000 मेगावाट जलविद्युत उत्पादन गर्ने व्यावसायिक क्षमता छ। यो यति ठूलो सम्भावना हो कि यसले नेपालको मात्र होइन, यो पूरै क्षेत्रकै ऊर्जाको भविष्य बदल्न सक्छ। तर आजको यथार्थ के छ त? हाम्रो हालको जडित क्षमता मुस्किलले 4,105 मेगावाट छ। यो तथ्याङ्कले नै हाम्रो सम्भावना र वास्तविकता बीचको खाडल कति गहिरो छ भनेर देखाइहाल्छ। र यो समस्या जलविद्युतमा मात्रै सीमित छैन। सोच्नुहोस् त, हाम्रो पर्यटनलाई हामी 12 महिना चल्ने उच्च मूल्यको गन्तव्य बनाउन सक्छौं। कृषिलाई आधुनिकीकरण गरेर खाद्यान्नमा आत्मनिर्भर बन्न सक्छौं। सूचना प्रविधिबाट सेवा निर्यात गरेर अर्बौं डलर कमाउन सक्छौं। अनि विदेशबाट आउने रेमिटान्सलाई सही ठाउँमा लगानी गर्न सक्यौं भने त त्यसले देशको मुहार नै फेर्न सक्छ। अब लागौं अन्तिम खण्डमा। रिपोर्टले भविष्यको कस्तो महत्वाकांक्षी चित्र कोरेको छ र त्यो चित्रलाई यथार्थमा बदल्न सकिन्छ कि सकिँदैन भन्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्नबारे छलफल गरौं। सरकारले आउने 5 देखि 7 वर्षका लागि केही स्पष्ट लक्ष्यहरू राखेको छ। औसतमा 7% को आर्थिक वृद्धि, प्रति व्यक्ति आय $3,000 भन्दा माथि र अर्थतन्त्रको आकारलाई झण्डै $100 अरब पुर्याउने हो। यी लक्ष्यहरू निकै महत्वाकांक्षी छन्, तर असम्भव भने पक्कै छैनन् यदि हामीले अघि छलफल गरेका अवसरहरूलाई साँच्चीकै उपयोग गर्न सक्यौं भने। र अन्त्यमा यो रिपोर्टले हामी सबैलाई एउटा गम्भीर प्रश्नको अगाडि ल्याएर छोडिदिन्छ। समस्या के हो थाहा छ, समाधानको बाटो पनि स्पष्ट छ, तर मुख्य प्रश्न योजनाको होइन, कार्यान्वयनको हो। के हामीसँग यो पहुँच आधारित प्रणालीलाई तोडेर सुशासन कायम गर्दै एउटा नयाँ आर्थिक यात्रामा अघि बढिने राजनीतिक र सामाजिक इच्छाशक्ति छ त? यसको जवाफ भविष्यले होइन, हाम्रो आजको कर्मले दिनेछ।